हेलो नमस्ते गुड मर्निङ एभ्रिवान। अनि आज चाहिँ म कति महिना बाद ब्लग बनाउँदैछु होइन। अन्त आज चाहिँ हाम्रो चाहिँ घरमा चाहिँ बिहा छ नि त। बिहा चाहिँ कसको भन्दा चाहिँ मेरो हस्बेन्डको चाहिँ दाजुको होइन, मेरो चाहिँ जेठाजुको हो। अनि के भन्छ भोलि चाहिँ केटीपट्टि चाहिँ बिहा हो नि त, बेहुलीपट्टि चाहिँ भोलि बिहा हो। अनि आज चाहिँ यहाँनिर बेहुलाको घरमा चाहिँ आज चाहिँ बेहुलाको चाहिँ रिसेप्सन अरे वर्तमान छ होइन। अन्त वर्तमान चाहिँ आज स्टार्ट हुनु आँटेको छ हो। अन्त सबैजना गेस्टहरू पनि आइसक्नु भएको छ हो। अन्तखेरि चाहिँ आज म चाहिँ वर्तमानको चाहिँ भ्लग बनाउनु गइरहेको छु। मेरो चाहिँ यहाँ बदमास छोरालाई म रेडी गर्दैछु हो बिहामा जानुको लागि। भाइ बस न हौ यहाँ। मेरो छोरा चाहिँ पुरा बदमास गर्छ नि त हो। अन्त ऊ चाहिँ घरि यता घरि उता हुँदैछ हो। म चाहिँ अब उसलाई रेडी पारिदिनु आँटेको छु, बिहा घरमा जानु आँटेको छु। मेरो छोरा चाहिँ यहाँ छ, म चाहिँ यहाँ रेडी भइरहेको छु हो। आज मलाई कस्तो देख्यो। अनि यहाँ चाहिँ सबैजना गेस्टहरू आइरहनु भएको छ हो। यहाँ चाहिँ भजन बजिरहेको थियो नि त, त्यसले गर्दाखेरि चाहिँ मैले चाहिँ कपिराइट लाग्छ भनेर चाहिँ भोइस कभर गर्दैछु हो। अन्त सबैजना त आइपुग्नु भएको छैन, प्रायःहरू चाहिँ आउनु भएको छ। अनि यहाँनिर अब पूजा पनि स्टार्ट हुनु आँटेको छ। अनि हाम्रो यहाँनिर आजको व्रतमा चाहिँ 2 जना दादाहरूको हो। आजको चाहिँ यस्तो छ हो। यहाँनिर चाहिँ अब स्टार्ट हुनु आँटेको छ। यहाँनिर काका बसिरहनु। अनि यहाँनिर चाहिँ अब स्टार्ट हुनु आँटेको छ। मेरो छोराले चाहिँ आमालाई पुरा दङ्गाइरहेको छ हो। पूजा सुरु भयो, पूजा स्टार्ट। ओम जनमत जिज्ञ सूत्रम जिज्ञ पवित्रम समर्पयामि कलशंवरणाय नमः मिठाई हालिदिनु। ओम जनमत पापणादि नैवेद्यम समर्पयामि कलश पैसा ल्याए। ओम जनमः ओ हरि वर्तमानको होम सुरु भयो। ओम नमः ब्रह्मणे नमः ओम ब्रह्मणे नमः स्वाहा। ओम नमः प्रक्षणे जलम प्रक्षिप्यतं नमः सहस्रस्त्रिदेकांकुकं सहस्रपातं सहस्रसहस्रतिष्ठतं तसंकुलं। यहाँ चाहिँ हाम्रो बडी के हो भन्दै तिम्रो नाम? ओम अनन्ताय नमः। ओम शिखावती विनाशनाय नमः। ओम सबन जुखाना मत भर। ओम मेरो छोरा चाहिँ यहाँ कुदेकै छ। कार्यक्रम सुरु हुनु आँटेको छ यहाँनिर चाहिँ हाम्रो भिक्षा दिने कार्यक्रम सुरु हुनु आँटेको छ। यहाँनिर मोमो खिच्दैछु लु, हाई भन न। म खिच्छु नि त। ए ऊ आमाको फोन माग लु, जाऊ ऊ आमाको जाऊ। खोलिदिएर दिनु अरे भिडियो बनाएर, उसले खिच्छ अरे। ऊ हेर खिच्नु आएको। मेरो छोरा पनि यहाँ भिडियो बनाउन आइरहेछ। पटुलिका बन्दना अरे के अरे
यहाँ चाहिँ हाम्रो दुईजना दादाहरूको एकैचोटि वर्तमान हुँदैछ हो है। यहाँ फेरि हाम्रो त्यसरी नै लगाइदिन्छ हात उचाल्नु अच्छा अब दण्ड देवता यो दण्डलाई पूजा गर्नु अक्षिकाले यामे दण्ड अक्षिकाले यामे दण्डम च परहा यते च देवुयसं तहं च पुनरते च मत आयु खे च ब्राह्मणे ब्रह्मचारिण्यं मन्त्र पठित्वाले नमः तत्त्वाय नमः यति कुरा अतः यामी दण्डं दण्डादपि योगः अतः पनि पक्रिदिन्न भन्दा ए नाम गोत्र शब्द भएन यता यता हो त्यस्तो नाम गोत्र नाम के हो गोत्र के हो मात्रेण चरुविनाय होमि विनियोग प्रजापतये नमः स्वाहा ओम नमः प्रजापतये नमः सर्वे इन्द्रायणी संयुक्त चमत्कार प्रजापति अलिकता किलाम बोलाउनु न आरती होमि आइ मम्मीलाई बोला न नमः स्वाहा मम्मी आम्मी बाबाहरु खै बोलाउन जानु भएको छ आरती होमि विनियोग आगे नमः स्वाहा जुना काकी जुना मन्त्रस्य प्रजापति समयुक्त आरती यहाँ चाहिँ सबजना भिक्षा दिनेहरू रेडी हुनुहुँदैछ। मलाई पर्दैन हौ, मैले दिनु हुँदैन भाइ, मभन्दा ठुलो हो नि त। यहाँ चाहिँ भिक्षा दिने, यो चाहिँ काकीहरूले हो। मम्मीलाई बोलाउ त फोन गर एकदाय नमः स्वाहा एते शतमिति मन्त्रस्य देवं सवितुर्वरुणाय वैश्वदेवतां पार्जयन्तीं स्वाहा ओम सर्वकाय नमः स्वाहा बाबा ओम नमः वरुणाय प्रजापतये नमः स्वाहा ओम आगाय एकाश्मिन फलासंपादे सूर्यनारायणाय नमः पत्र समाप्त राख त्यो सुरु समाप्त राख्नु सुरु समाप्त तिमीले पत्र समाप्त देवीहरुले सुरु पक्र गाइनेहरुले त्यो टुप्पो पुछ सुरु टुप्पो पुछ त्यो माथि सबै त यता बाहिर के पक्का अघि यो सुरु बनाइदिनु हरे ओम नमः ओम नमः तत्कुमारस्य पापो ततः विद्यां ब्रह्मचारि शिवं पठित्वेन अशानि वेगसनामयायुति कुमारस्य अत गोदानि तत्मतस्य अगनाज्ञं नमः। अब यही भाइले यस्तो गरेर काम पर्यो
खै सानोहरूले दिनु हुँदैन तिमीहरूले हो तिमीले उसको मुभी देऊ मैले तिमी त्यसमा देऊ न मम्मीलाई ल्याउनु भन न पहिला मम्मी त्यही ल्याउनु जानु भएको होला यस्तो यस्तो गरेर यो पाउमा यसमा माछा आमा पाउमा गरौँ आयुष्मान बाबा भनिदिनु ल उठाइदिनु तिमीले त्यसै गर साह्रो पर्छ होला है आयुष्मान बाबा किराउनु अन्त हात छोडिदिउँ आयुष्मान बाबा अब तिमीहरू अब अरू भयो यहाँ आएर मलाई नमस्कार गर जुना कहाँ गयो अलिका काकीलाई बोलाउनु न अलिका बाबा के गर यहाँ चाहिँ मामाहरूले समातेर ल्याउनु हुँदैछ दुईजना मामाहरूले भिक्षा दिनेहरू सबैले फुल समातेर नमस्कार गरेर बस्नु अलिकति उयो गरेर जेठो छ नि दिदी काका बुहारीलाई छ जेठोले बुहारीलाई बनाउनु अघिको समयको कुरा हो यो जहिलेदेखि हाम्रो शिक्षक सम्वाद सुरु भयो यहाँदेखि नै यो चलिआएको कुरा हो यहाँ चाहिँ मेरो छोराले पनि होम गर्दैछ
ओम च नमः चण्डिकाय नमः स्वाहा चण्डिकाय नमः स्वाहा ओम च नमः मार्गदेवताय नमः स्वाहा एकछिन नमस्कार गर्नु चालु राखेर ओम च नमः सदासपति उत्तरादय नमः स्वाहा ओम दत्तरादय नमः स्वाहा ओम पुण्यदिक्पालभ्यो नमः स्वाहा ओम च नमः तिथिभ्यः नमः स्वाहा ओम च नमः क्षत्रिभ्यो नमः स्वाहा ओम योगे नमः स्वाहा ओम बारेद्युतवासरे नमः स्वाहा कर्णेभ्यो नमः स्वाहा वाक्यभ्यो नमः स्वाहा रुद्राक्षे नमः स्वाहा शिकासतै नमः स्वाहा विष्णुभ्यो नमः स्वाहा रामनिधिभ्यो नमः स्वाहा नियाराय नमः स्वाहा समुद्रगच्छाय नमः स्वाहा सोम हेलो गाइज म चाहिँ भर्खर वर्तमान सकेर होइन लुगासुगा फेरेर बसिरहेको छु हो यहाँनिर अब एकछिन रेस्ट गरेर बसिरहेको छु हो अन्त त्यहाँनिर अब चाहिँ अब बेलुका चाहिँ भोलि चाहिँ उता बेहुलीपट्टि चाहिँ भोलि चाहिँ बिहा हो नि त त्यसले गर्दाखेरि अब यहाँ आज चाहिँ दिउँसो चाहिँ वर्तमान थियो हो अब एकछिनमा चाहिँ हल्दीको रसम सुरु हुनु आँटेको छ होइन अन्त अब हामी चाहिँ रेडी हुनु आँटेको छु हुन्छ बाई बाई अनि मेरो च्यानललाई फर्स्ट टाइम हेर्नुहुनेहरूले लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् होला हुन्छ बाई बाई